नमस्ते सबैजनामा आरकेबीसी ब्लगबाट फेरि नयाँ भिडियोको साथमा म उपस्थित भइसकेको छु र हाम्रो नेपालमा भइरहेको दिवालीको सबैजना मेरो सब्सक्राइबर साथीहरू प्लस देश विदेशमा रहनुभएका दाजुभाइ दिदीबहिनीहरू र बेलारुसमा हुने विशेष गरी बेलारुसमा हुने दाजुभाइ दिदीबहिनीहरूलाई र नेपालबाट बेलारुस आउने दाजुभाइ दिदीबहिनीहरूलाई र आमा बुवाहरू र हजुरबा हजुरआमा सबैजना हामी नेपालीहरूलाई आरकेबीसी ब्लगको तर्फबाट सबैजनालाई दीपावलीको शुभकामना छ र धेरै भयो लामो समय मैले भिडियो चाहिँ हाल्न पाएको थिइनँ र खास आज चाहिँ छोटो मिठो भिडियो बनाएको छु किनकि तपाईँहरूलाई दीपावलीको शुभकामना दिनु भनेर मेरो सब्सक्राइबर साथीहरूले धेरै भिडियोको आशा गर्नुभएको छ होला। अहिले विशेष गरी कामको अलि व्यस्तताको कारणले गर्दाखेरि मैले भिडियोहरू बनाउन पाएको छैन। यसको लागि म माफी चाहन्छु। तपाईँहरूको सामुन्ने फेरि बेलारुसको बारेमा के छ नयाँ जानकारीहरू र के कस्तो छ भनेर फेरि पनि भिडियो बनाउने छु र तपाईँहरूलाई नयाँ जानकारीहरू दिनेछु। र अहिले चाहिँ खास गरी बेलारुसमा अहिले चाहिँ जाडो बढेको छ। साथीहरू जति नेपालबाट आउने नयाँ साथीहरू हुनुहुन्छ उहाँहरूको लागि चाहिँ के छ भने अब जाडो चाहिँ माइनसमा जाने बेला भइसकेको छ। अहिले तपाईँको बिहानको पनि अहिले तपाईँको लगभग 2 डिग्रीसम्म छ अहिले चाहिँ जाडो है। अहिले बिहान चाहिँ म भर्खरै अहिले ड्युटीबाट आएर तपाईँहरूलाई सानो भिडियो बनाएको हो र नेपालबाट बेलारुस आउँदै हुनुहुन्छ भने एकदमै तपाईँको माइनसमा जाडो थाम्ने न्यानो कपडाहरू चाहिँ एकदम लिएर आउनु होला। किनकि बेलारुसमा चाहिँ आफूले साइज मिल्दो र त्यति राम्रो हामी नेपालीले लाउने जस्तो त्यति राम्रो क्वालिटीहरू भनौँ होइन, त्यस्तै क्वालिटी त राम्रै हुन्छ तर पनि यहाँ खैरेहरूले लाउने जस्तो हुन्छ ज्याकेटहरू स्वेटरहरू किन्दाखेरि है अलि साइज मिल्दैन। हामी चाहिँ सानो गाँठीको नेपालीहरू हुन्छौँ होइन, बडी पनि सानो हुन्छ। त्यस कारणले गर्दाखेरि नेपालबाट सकेसम्म तपाईँहरूले आउँदै हुनुहुन्छ भने बेलारुस आउने नयाँ साथीहरूलाई के भन्न चाहन्छु भने तपाईँहरूले चाहिँ ज्याकेटहरू यस्तो गलबन्दीहरू टोपीहरू र न्यानो सक्सहरू चाहिँ नेपालबाटै ल्याउनु होला र बुट चाहिँ जाडोमा लाउने बुट र तपाईँको त्यो चाहिँ यहीँ किन्दा राम्रो हुन्छ। किनकि हाम्रो नेपालमा लगाउँदाखेरि चाहिँ बुटमा चाहिँ भित्र चाहिँ के हुन्छ भने तपाईँको फर्म हुँदैन है। यहाँ चाहिँ हिउँलाई थ्याक्ने गरेर बनाएको त्यो बनावटै त्यस्तो हुन्छ बुटमा। त्यो चाहिँ नेपालबाट नल्याउँदा नि हुन्छ किनकि यहीँ किन्नु होला है। यहाँ आएपछि किन्दा राम्रो हुन्छ बुटहरू चाहिँ। र अरू कपडाहरू चाहिँ सकेसम्म नेपालबाटै ल्याउनु राम्रो लाग्यो मलाई चाहिँ है, मेरो विचारमा। किनकि मैले यहाँ कपडाहरू हेर्दाखेरि अलि खैरेहरू लाउने ठुल्ठुलो साइजको तपाईँको एम साइज हेर्दा पनि एकदम ठुलो है। त्यो कारणले गर्दाखेरि नेपालबाटै हामीले कपडाहरू ल्याइयो भने एकदम राम्रो छ है। साथीभाइहरू नयाँ आउने साथीहरूलाई त्यो भन्न चाहन्छु। र जति पनि बेलारुस आउनुहुन्छ साथीहरू उहाँहरूलाई चाहिँ के भन्छु भने मैले यही भिडियो मार्फत के सानो के इन्फर्मेसन दिन्छु भने तपाईँहरू कम्पनी हेरेर आउनु होला। किनकि कम्पनीहरू बुझेर आउनु होला। धेरै साथीहरू कम्पनी बेलारुसमा छिटो भिजा लाग्छ भनेर आउनुहुन्छ र धेरै साथीहरूले दुःख पाउनु भएको छ है। तपाईँहरू चाहिँ कम्पनी बुझेर मात्रै त्यहाँ गएको साथीहरू हुनुहुन्छ भने कन्ट्याक्ट गरेर एकदम राम्रोसँग बुझेर मात्रै बेलारुस आउनु होला भन्न चाहन्छु। छिटो भिजा लाग्यो भनेर हतार गरेर चाहिँ नआउनु होला भन्न चाहन्छु है। तर अब मैले किनकि मेरो कम्पनीको मैले विज्ञापन गर्न खोजेको त होइन, किनकि मेरो कम्पनी चाहिँ अरू बेलारुसमा अरू कम्पनीहरूभन्दा केही राम्रो छ है, केही चित्तबुझ्दो छ। लगानी महँगो भयो भने हाम्रो चाहिँ कम्पनीमा चाहिँ अहिले चाहिँ केही हदसम्म राम्रो भएको छ है। अरू कम्पनीमा साथीभाइहरू आउनुभएको छ, कति काम चलेको छैन, धेरै दुःख पाउनु भएको छ। त्यस कारणले गर्दाखेरि बेलारुस आउँदै हुनुहुन्छ भने एकदमै बुझेर र त्यो कम्पनी कतिको उ छ भनेर बुझेर र त्यहाँ पहिलो मान्छे गइसकेको छ कि छैन भनेर है, उहाँहरू जानुभएको छ भने नेपाली जानुभएको छ कन्ट्याक्ट गरेर र सम्पर्क गरेर मात्रै आउनु होला भन्न चाहन्छु। बेलारुस भनेर आउनु होला भन्न चाहन्छु। अरू कुराहरू चाहिँ म अब नेक्स्ट भिडियोमा ल्याउने छु है। तपाईँहरूलाई यो सानो मैले आज चाहिँ दीपावलीको सबैजना मेरो सब्सक्राइबर साथीहरू प्लस सबैजनालाई दीपावलीको शुभकामना दिन चाहन्छु। र यति भन्दै मेरो सानो भिडियो तपाईँहरूले यो पनि मन पराउनुहुन्छ आशा गर्दै फेरि पनि नेक्स्ट भिडियोमा हामी भेट हुनेछौँ भन्दै म चाहिँ बिदा हुन चाहन्छु। हस्त, जय नेपाल।